संयुक्त राष्ट्रसङ्घ अर्थात् युएनओ विश्वका देशहरूलाई एउटै साझा मञ्चमा ल्याउने अन्तर्राष्ट्रिय सङ्गठन हो। दोस्रो विश्वयुद्धपछि विश्वमा शान्ति र सहकार्य कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना सन् 1945 मा भयो। संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क सहरमा राष्ट्रसङ्घको स्थापना रहेको सन् 1945 मा भयो। संयुक्त राष्ट्रसङ्घका प्रमुख उद्देश्यहरूमा अमेरिकाको न्युयोर्क सहरमा राष्ट्रसङ्घको स्थापना रहेको पुर्याउनु र दिगो विकासलाई सहयोग गर्नु पर्दछन्। संयुक्त राष्ट्रसङ्घका प्रमुख अङ्गहरूमा महासभा, सुरक्षा परिषद, अन्तर्राष्ट्रिय न्यायालय र सचिवालय पर्दछन्। यी अङ्गहरूले फरक जिम्मेवारी पूरा गर्छन्। संयुक्त राष्ट्रसङ्घका यससँग सम्बन्धित निकायहरूले शान्ति, मानवीय सहायता, स्वास्थ्य, शिक्षा र दिगो विकास जस्ता क्षेत्रमा विश्वव्यापी सहकार्यलाई सहयोग गर्छन्। संयुक्त राष्ट्रसङ्घका यसका देशहरूले साझा चुनौतीहरूमा सहकार्य गर्ने महत्त्वपूर्ण मञ्च हो। यसले अझ सुरक्षित, शान्तिपूर्ण र दिगो विश्व निर्माणमा योगदान गर्छ।